दर्शकबिन नमस्ते। म चाहिँ अहिले माछापुछ्रे गाउँपालिका वडा नम्बर 3 लस्सी खोलामा छु। यहाँ कृषकहरूले धान पुरानो विधिबाट चुटिराख्नु भएको रहेछ। आज हामी पुरानो विधिबाट धान कसरी चुट्ने, कसरी केलाउने भन्ने बारे र हाम्रा कृषक गोविन्द प्रसाद अधिकारी ज्यूसँग यसका बारेमा सानो कुराकानी गर्नेछौँ। यो सफा गर्ने, गोल्याउने, घोरी सम्हाल्ने, अब यसलाई गोल्याएर सफा गर्ने, अलि बताउँदाखेरि सजिलो हुन्छ भनेर। बुवा नमस्कार। नमस्कार। हजुरको परिचय? मेरो गोविन्द प्रसाद अधिकारी, घर लाचोक पर्यो। हजुर। यो आज धान काटेको त 3-4 दिन भइसक्यो। 3-4 दिन सुकाइयो। हजुर। सुकाएपछि अब आज यो दाई हालेर घर लैजाउँ भनेर हजुर आज दाईको कार्यक्रम राखेको। पेसाले हजुर चाहिँ कृषक? म कृषकै हो पेसा। हजुर हजुर। यो के गर्नु भयो यो पराल चाहिँ? यो घुरी, त्यो धान चुट्टाखेरि खसेको घुरीहरू हुन्छ, यहाँ बालाहरू छुटेको। घुरी भनेको चाहिँ यो कस्तो? यो धान चुट्टाखेरि त्यो मसिनो झर्छ यसमा। हजुर। यो झरेकालाई छुट्याएर बचाउन सजिलो हुन्छ र अनि त्यहाँबाट यहाँ रहेको धानका बालाहरू पनि खसे छुट्यो भने यसरी हातले रुएर सजिलो भयो, न त यसैमा बाला रहन्छ। यो बाला नरहोस् भन्नाले अहिलेको प्रविधि अनुसार चाहिँ मेसिनरी सामानहरूले चाहिँ धानहरूलाई चुट्ने, केल्याउने र डाइरेक्ट चामल निकाल्ने प्रविधि छ। त्यो प्रविधि ठिक कि तपाईँलाई यो पुरानो गाउँले विधिहरूको प्रविधि ठिक? होइन, त्यो अहिले हाम्रोमा त्यति त्यसलाई अब ठुल्ठुलो भोलङहरूलाई बल्ल ठुल्ठुलो कार्यलाई त्यो सजिलो हुन्छ। अब हाम्रो यो 15-20 मुरी धान छ जम्मा। हजुर। अब यो त्यसलाई फेरि त्यो ठुलो मेसिन लाउँदाखेरि अलि त्यो त्यसमा त्यो कस अलि बढी आउँछ कि त्यसबाट पनि राम्रो भयो। अनि त्यसले गर्दा यो गरेको धेरै त्योभन्दा यो फाइदाजनकै हो। यो चाहिँ फाइदाजनक हो। हजुर। यो उसलाई ठुलो उसमा चाहियो भोलमलाई। अनि हाम्रो गाउँपालिकामा त्यस्तो मेसिन आओस् भन्ने चाहनुहुन्छ या चाहनु हुँदैन हजुरले? त्यो त आइदियो त धेरै राम्रो हो नि, कृषकलाई त धेरै सुविधा हो नि। अब यस्तो गरेर त अब कहिलेसम्म बस्ने र यो त पहिलेको प्रविधि हो। त्यसमा त फेरि अलि पैसा पनि महँगो हुन सक्ला। पैसा त महँगो हुन्छ, पैसा महँगो भए पनि धेरै हुनेहरूलाई त त्यो धेरै सजिलो हो नि। पैसा महँगो भन्दा नि अब टाइममा खेती भित्राउन पाइयो। अनि हजुरहरूले धान चाहिँ हातले काट्नुभयो या मेसिनद्वारा केही? हाम्रो सबै हातले हो, पहिलेको परम्परा। उहाँ हुनुहुन्छ गोविन्द प्रसाद अधिकारी। उहाँको घर यहीँ लाचोक हो। उहाँले वर्षेनी 20 मुरीको हाराहारीमा उहाँले घरमा धान लैजानुहुन्छ आफ्नो पुर्ख्यौली खेतबाट। उहाँ भन्नुहुन्छ ठुलो मेसिनरी सामानहरूभन्दा चाहिँ यसरी नै पुरानो प्रविधिबाट धान चुट्न चाहिँ ठिक लाग्छ भनेर भन्नुहुन्छ। पहिलाकै दुखेसो गरिराखेको छ यहाँको जनताले, अब हामीहरूले त्यही नि गरेर निकालेको हो। हजुर। त्यो आधुनिक मेसिनहरू आयो भने त अब यस्तो गर्नु त पर्दैन थियो। उसैले काट्दिन्थ्यो, उसैले चुट्दिन्थ्यो। हजुरले यो चाहिँ के गर्नु भएको यसरी हातमा चाहिँ परालहरू? यो घुरी सम्हालेको, चुटेपछि यो धुलो यसमा झर्छ। तपाईँले फेरि घुरी भनेको चाहिँ के भन्दा नि घुरी भनेको चाहिँ यो केलाउने केलाउने कामलाई चाहिँ हामी घुरी भन्छौँ। यो गरेपछि यो ठुल्ठुलो धातुको यो परालो छुट्याइदिएपछि हजुर अब धान मात्रै रह्यो। हजुर हजुर। धान मात्रै रहेपछि त अनि त्यो फेरि नाङ्लाले बचाउनलाई धेरै सजिलो हुन्छ क्या, नत्र भने यो घुरी सम्हाल्न गाह्रो हुन्छ। यसले गर्दाखेरि फेरि धान भुसहरू ह्याइरहन सक्छ। यो छुट्याइदिएपछि भुस सररै गयो, धान चाट्टै एकातिर रह्यो। पहिलाको साल अनुसार हजुरलाई यहाँबाट कति धान उत्पादन हुन्थ्यो पहिला सालमा? हजुर। अनि अहिलेको सालमा के छ, तपाईँ चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ यो धान? पहिला 16-17 मुरी हुन्थ्यो यो ठाउँमा। हजुर हजुर। अहिले अब हेर्दाखेरि त्यति नहोला जस्तो छ, किनभने अहिले बिउको कारणले गर्दा। बिउको कारण अथवा के पानी अथवा के मलबिज? होइन, यहाँ अर्थ सबै ठिकै हो। यहाँ अहिले बिउ नपुगेर एकदमै 3-4 थरीको बिउ रोप्नु पर्यो। हजुर। अनि त्यहाँबाट फेरि बिउ नपुगेर एकदम पातलो रोपियो क्या, जो पहिला रोप्ने प्रविधिबाट रोप्न पाइएन। पहिलाको सालहरू तपाईँहरूले अरू कुन प्रजातिको धानहरू लगाउनु भयो अहिलेसम्म तपाईँले?
हामीले त यहाँ पहिला गुडुरा भन्ने पनि लाइयो अनि त्यहाँबाट पहेँले भन्ने लाइयो अनि त्यहाँबाट त्यो झिन्वा भन्ने लाइयो अनि त्यहाँबाट एउटा भाडखोले भन्ने हुन्छ त्यो लाइयो धेरै किसिमको लाइयो अब त्यसो गरेर अहिले यो फेर्दै अहिले विकासी हाइब्रिडमा आएको धान लाउँदा तपाईँलाई के कुरामा चाहिँ फाइदा भयो जस्तो लाग्छ? फाइदा त अब हामीलाई यसैमै यही हाइब्रिड अलिक बढी हुँदो रहेछ कि कमी हुँदो रहेछ? यो धान बाली बढी हुँदो रहेछ। अनि यो हाइब्रिड धान चाहिँ सरकारले प्रदान गरे हो कि तपाईँले? होइन, हामीले किनेर ल्याएको छुट्टै आफ्नै व्यक्तिगत यो दोकानबाट दोकानहरूले राख्छ नि बेच्नलाई। हजुर हजुर हो तिनीहरूबाट यो अब हामीले पनि कुन धान रोपे अलि राम्रो हुन्छ भन्दै सालै पछि बिउ फेर्दै राउँदै गर्दै यो हो अहिलेको यो धानको नाम हो च्याम्पियन हाइब्रिड। च्याम्पियन हाइब्रिड अहिलेको धानको हो। अब यो पनि कस्तो हुन्छ भनेर नयाँ चढाइमै ल्याएको हो। तपाईँले सोचे जस्तो उत्पादन भयो भनेर ल्याएको तर त्यस्तो भएन। तपाईँले सोचे जस्तो यसबाट प्रतिफल मिलेन। अहिले घाटा भयो। अब यतिको बाली लाउनलाई कतिचोटि खर्च भयो तपाईँको खासमा? हजुर कतिचोटि खर्च भयो यो बाली लाउनलाई? हजुर मेरो समथिङ 50,000 खर्च भयो। 50,000 खर्च भयो? 50,000 बराबर खर्च गरेपछि त तपाईँले 1 लाख बराबरको त धान आउन पर्ने हो। नाफा आउन पर्ने 1 लाख बराबरको धान निस्किन पर्ने 50,000 खर्च गरेपछि त अहिले आएन। अहिले यो पालि आएन। पहिलाको साल त आएकै हो। पहिला त अब खर्च धेरै घाटा त होइन, फाइदैमा हो। तर जति भने जति त होइन। हजुर तर राम्रै प्रतिफल निस्किएको थियो। हजुर अहिलेलाई त्यस्तो खासै आएन। अनि अब यहाँ यस्तो देखिएको बाँकी पराललाई हजुरले के गर्नुहुन्छ? अब यसलाई अब हामी सुकाउँछौँ, यसलाई सुकाएर हजुर अनि यसलाई लुडा पार्छौँ। लुडा पारेर पार्ने भने के हो बुवा? लुडा पार्ने भनेको यसलाई सानो भारी बनाउने। ए हजुर हजुर सानो भारी बनाएर अनि यसलाई हामी ट्र्याक्टरमा हालेर घर लिएर जाएर अनि फेरि लुडा पार्ने भनेको त्यो गोरुले पहिला मुत्छ कि मुत्दैन? होइन, हामी अहिले गोरुले मुस्दैन, हामी यसरी टाउटिकाउने आफैले लुडो पार्ने अनि अनि के गर्ने? त्यसलाई टाउवा हाल्ने। टाउवा हालेपछि त्यत्तिकै कि अथवा भैँसी केहीलाई दिने? टाउवा हाल्ने बाख्रा भैँसी गाईहरूलाई। बाख्रा पनि खान्छ र पराल? हजुर बाख्रालाई हो हामीले त अझ बाख्रा भैँसी गाई यो सबैलाई यही पराल खुवाउने हो। हस् भयो, हजुरको समयको लागि धेरै धेरै धन्यवाद है। हस्।